बढ्यो 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 साथीहरु, वात्तै बढ्यो, सर्लक्कै बढ्यो, धेरै बढ्यो, निकै नै बढ्यो। हिजो भन्दा आज सुनको भाउले धेरै छलाङ मारिसकेको छ भने चाँदीको भाउले पनि धेरै नै बढेको छ र सुन र चाँदी दुवै नै वात्तै बढेको छ। आज मिति 2082 साल 10 को महिना 14 गते चाहिँ 13 गते भन्दा सुन चाँदीको भाउ निकै बढेको छ। के कति बढ्यो भनेर हेर्नको लागि हाम्रो यो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला र सबैभन्दा पहिला तपाईको मोबाइलमा यो भिडियो आउनेछ। र साथीहरु, सुनको भाउ चाहिँ हिजो 3,09,800 रुपैयाँ रहेको सुनको भाउ चाहिँ आज 81 वात्तै बढेर सुनको भाउले कति कायम गरेको छ भनेर म तपाईहरुलाई यो पैसाबाट देखाउँदै छु। कति बढ्यो भन्ने कुरा हेर्नुस् है। 1000 ले बढेको पनि होइन, 2000 ले बढेको पनि होइन, 3000 भन्दा नि बढीले बढ्यो, 4000 भन्दा नि बढीले बढ्यो, 5000 भन्दा नि बढीले बढ्यो, 6000 भन्दा नि बढीले बढ्यो। यो हुँदाखेरि कतिले बढ्यो होला? 7000 भन्दा नि बढीले बढ्यो, 8000 पनि कट्यो, 8000 भन्दा नि बढीले बढ्यो, 9000 भन्दा नि बढीले बढ्यो, 10000 चाहिँ पुगेन। 9500 रुपैयाँले सुनको भाउ हिजो भन्दा आज बढेको छ। हिजो 3,09,800 रुपैयाँ रहेको सुनको भाउ चाहिँ आज 9500 ले एकै दिनमा बढेर 3,19,300 रुपैयाँ कायम रहेको छ। हेर्नु त कति धेरै छलाङ मारेको छ। यही तरिकाले भन्ने हो भने 4 लाख पुग्न अब धेरै बाँकी छैन। 80,700 रुपैयाँ बढेपछि 4 लाख पुग्छ। हेर्नु त हिजो अस्ति भर्खर 1.5 लाखमा किन्नुस् भनेर भिडियो हालेको, धेरै दिन भएको छैन। र चाँदीको भाउ पनि तीव्र रूपले अगाडि बढिरहेको छ। हिजो चाँदीको भाउ जम्मा 6,890 रुपैयाँ रहेको थियो भने आज चाँदीको भाउ नि एकै दिनमा 430 रुपैयाँले बढेर चाँदीको भाउ आज 7,320 रुपैयाँ रहेको छ। हेर्नु त एकै दिनमा 400 को दरले बढ्ने हो भने कति पुग्ला? 10,000 पुग्न लागिसकेको छ, पुग्दैछ भनेर मैले तपाईहरुलाई जानकारी गराइरहेको छु। कुनै पनि सुन चाँदीको सामान चाहियो भने मनरी बजारमा अवस्थित न्यू विश्वकर्मा ज्वेलर्समा तपाईहरुले सम्पर्क गर्न सक्नुहुन्छ। मेन रोडमा पुलको मुख नजिकै नारायणघाटबाट आउँदा देब्रेपट्टि पुलको मुखैमा, हेटौँडाबाट आउँदा दाहिनेपट्टि पुलको मुखैमा सुन चाँदीको सामान जस्तो सुकै सामान चाहियो नि, नयाँ पुरानो डिजाइनका चाहियो भने सम्पूर्ण सामान चाहिँ तपाईहरुले विश्वासका साथले पाउन सक्नुहुन्छ। न्यू विश्वकर्मा ज्वेलर्समा चिसोको समय छ, आज चिसो पनि वात्तै बढेको छ। सुनको भाउ सँगसँगै चिसो पनि वात्तै बढेको छ। सुरक्षित रहनु होला, स्वस्थ रहनु होला, व्यस्त रहनु होला, मस्त रहनु होला। हाम्रो नयाँ अर्को अपडेट भोलि फेरि लिएर आउनेछु। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरेर हामीलाई हेर्दै गर्नु होला। हस्त सम्पूर्णलाई धन्यवाद, नमस्कार।